10 भ्यूज 2 लाइक खायो भने के गर्नु ए निलाई सिस्नु गाडीमा आएछ ए फाइनली गाइज जुका पर्छ मलाई हेलो गाइज त्यो इन्द्रीको क्या फाइनली जङ्गल हिँड्यो त रमाइलो पो हुन्छ कि क्या हो तर यो डोकोको पिट चाहिँ क्या हो यो डोको के हो यस्ता भगवान ओइ पानी त बोक्नुपर्छ होला एउटा सानो बोतलमा कि प्याक प्याक हुन्छ भने तिर्खाले हेर कारबाही गरिहाल्नु कारबाही को हो पिछाडीको मान्छेले हेर नि त्यहाँ क्याप स्याप लाएर उसे है यति साह्रो फेरि ब्लग ए म त डेन्जर हो नि भ्लगर त निकै पहिलेदेखि नै भएको तर यस्तो डेन्जर खाएको चाहिँ भर्खर क्या यो डोको पिँध यस्तो बोक्ने देखेदेखिको चाहिँ यस्तै भएको क्या म के लगाइदिने कान्छी भाउजूको त नयाँ रहेछ त डोको ठुक्का मेरो माइली भाउजू झन् हेड मास्टर नि टाउके मास्टर भएर पनि तपाईँ झन्डै म त थोरै लडिन लड्यो है लड्यो फाइनली लड्यो र देखाइयो आफू लडेको भिडियो त कसरी गर्नु बेजेत हुन्छ भनेर हतार मारेको के फोन चाहिँ चिया कति आँसुट्ने भएको है भरे भाइरलमा चाहिँ 10 भ्यूज 2 लाइक खायो भने के गर्नु उतैबाट जाऊँ न यहाँ धान छेउ नाच्दैन है अब मेरो ट्रोल हुने भयो गाँटे यो कुरा चाहिँ उसाको छेउमा 2 पाइला यसो गरेर राम्रैसँगले लड्यो त गाइज लड्नेले भन्दा भन्नेले झन् हँसाइदियो त सातोमा त खाइदिँदो रहेछ यो तान्ना उयो खाऊँ न अलिकति यो अमिलो भएको छैन झप्पक है सबै गयो मलाई अनेको साथो छैन त मैले हेर्नेको साथो छैन ढुक्का बौला अरू लडेको हेर्नु त खुब मजा हुन्छ है सायद यतिको मजा चाहिँ बुझ्दैन पनि होला देख्यौ बाबा देख्यौ म हुँदाखेरि यस्तो लड्दा पनि मजा खालको लड्छु जङ्गल गएको हुने गएर लड्यो अरे मान्छेहरू चित्त बुझिन्छ हाँस्दै छ खै कहाँबाट जानु किन त नानी अगाडि उनी गुरु के भन्छ हे म बिचमा हिँड्छु है आफूलाई त कहाँ भन्नु हो त अरूलाई भन्ने हो त गाइज अहिले खान्छु त अगाडि छ लात्तीले हुने गर्दा पनि दिन्छु नि लाट्टाले फेरि नन्दाले भयो है व्यवस्था सुरु भयो फेरि एकजना गायक हुनुहुन्छ गुनगुनाएर होइरहन्छ यति राम्रो स्वरहरू आजसम्म कहाँ लुकेर बस्नु भएको थियो हजुर मुसाले सुन्छ कि कताबाट हो बाटोमा नि अन्त भने
यता जस्तो लाग्छ मलाई बाटो हो र नाना कता बाटो 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 यसरी फाड्दै हिँड्नुपर्छ होइन भाउजू तपाईँ जङ्गलको बाटो ओइ जुका पस्यो कि के हो चिसो चिसो हुन्छ त ए फाइनल्ली गाइज जुका पर्छ मलाई माई गड जुका अब जुकाले कति टोक्ने हो धेरै पछि खोलायो त्यो पनि गग्लेटो काट्ने न्युमा सुँगुरलाई चारो काट्ने न्युमा सिधा आउनु न वाउ कस्तो राम्री हौ कति राम्री हो म्याडम त हो म्याडम कति राम्री आम्मै टिलिक्कै टल्किराख्नु भएको छ त यतिको राम्री भएर हो क्या हाम्रो नर्स दाजु फिदा भएको हाम्रो नर्स दाजु किन फिदा भएको भने त यतिको राम्री भएर चाहिँ रहेछ के कति धेरै भारी ल्याउनु भएको ए निलाइलाई सिस्नु घारीमा आएछ के गर्ने होला आँखा झन्डै चिलेन जङ्गल बाटै छैन भगवान कसरी घर निस्किनु गाइस च्याउ त भेट्यो तर यो खाने हो कि नखाने हो थाहा भएन त्यही पनि टिप्दैछु घर लगेर हेरौँ खाने हो भने खाउँला नखाने हो भने फ्याँकिदिउँला होइन त्यो पनि प्लास्टिक नभएर क्या मैले चाहिँ पुरा ज्याकेटको टोपीमा लगाइरहेको छु यो चाहिँ उत्तिसको फेदमा उम्रेको रहेछ त्यो उत्तिस चाहिँ पुरा यस्तो लडिरहेछ कोल्टे भएर बसिरहेछ अनि यस्तो छ खाने हो या होइन थाहा भएन तल भाउजूहरूले पनि च्याउ भेट्नु चाहिँ भयो अरे तर कस्तो खालको च्याउ थाहा भएन मलाई यहाँ बारुलाले चिलेर भागेको त यो च्याउको भेटेँ गाइस बारुलाले टोकेर झन्डै मारेन मलाई दाउरा काटौँ भनेर त दाउरैमा रहेछ बारुला फिलामै चिल्दिरहेछ झन नहुने गरेर दुखिरहेछ च्याउ हो म गएँ लुक्नु सबै टुक्रियो क्या एक मनले लागिरहेछ खाने च्याउ स्मेल गर्दा त स्मेल राम्रै छ त्यही भएर यो खाने च्याउ होला भनेर मलाई लागिरहेछ यति नै रहेछ जाउ बाउ पनि उम्रिँदैछ सब यति नै लगेर जान्छु भाउजूहरू निस्किनु भयो ठा पोलेर मार्यो च्याउ निस्किनु न निस्किनु रहेछ भाउजू यहाँ रहेछ बारुला चाहिँ मलाई यो बारुलाले टोक्यो ओ माई गड ओइ बच्चा भइसकेछ छोड्न यहाँ आइज हेर्नु आउँछु बारुला मलाई एउटाले फिलामै चिल्दिहाल्यो नि झन्न नहुने गरेर च्याउ बोकेर आइसु आम्मामा च्याउ त कत्रो छ त मैले नि च्याउ भेटाएँ नि त्यस्तै लाग्यो अस्ति दाजुले ल्याएकै जस्तो लाग्यो क्या ठिकै फाइनल्ली जङ्गलबाट आयो माथिसम्म त निस्क्यो भाउजूले भेट्नु भएको छ ए राम्रोसँग पनि निस्किँदो रहेछ हौ
हेरेको हेरे भएँ थाहा पनि भाउजू माई गड विशाल कला मास्टर नि टाउके मास्टरको भारी यो उषा कला आमा उषा कलाको पनि खतरा रहेछ यो मेरो ध्यान खाँदेको न छ छुटेर मरे अरू बेला त नाच्ने आज पनि मेरो भारी मेरो हारी हेर हाँस उठ्दै छैन भने